र आजको यो कार्यक्रम को अध्यक्षता गरिदिनु न आदरणीय अध्यक्ष जितेन्द्र बहादुर चन्दज्यूलाई यो सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र मैले भन्ने गरेको छु, हामी त रेस्ट अफ द लाइफ फर भलिबल भनेर हामी चाहिँ निस्वार्थ रूपले खटिरहेका मान्छेहरू, हामी 40-41 जनाका कमिटीहरू छौँ। मन्त्रीज्यूलाई मैले अलिकति भलिबलको बारेमा ब्रिफ पनि गर्नु छ र 7वटा प्रदेशमा हाम्रो भलिबल सङ्घ एक्टिभ छ। 77 जिल्ला र 753 पालिकामै हामी भलिबल सङ्घ गठन गर्ने हिसाबले एक्टिभली काम गरिरहेका छौँ। र राष्ट्रभन्दा ठुलो कोही पनि हुन्न। राष्ट्रमा आफ्नो आफ्नो क्षमता योग्यताले भ्याएसम्म राष्ट्रको प्रतिष्ठाको लागि हामीले काम गर्नुपर्छ भनेर लागिरहेको यो भलिबल सङ्घ र जितेन्द्र बहादुर चन्दजी अध्यक्ष हाम्रो नेपालको मात्रै नभएर हि अलरेडी रिच अप टु द FIVB यो कमिसन हाम्रो चाहिँ स्नो मास पार्टिसिपेसन कमिटीमा FIVBमा पनि रिप्रेजेन्ट गर्नुहुन्छ र सेन्ट्रल एसियन कन्ट्रिजको भाइस प्रेसिडेन्टको रूपमा पनि उहाँले चाहिँ रिप्रेजेन्ट गर्नुभएको छ र ABCको बोर्ड अफ एडमिनिस्ट्रेसनमा पनि नेपालको नाम उजागर गराउनु भएको छ। एकचोटि जितेन्द्रजीको नाममा पनि क्ल्यापिङ गर्न जरुरी सम्झेँ मैले। अब आजको हाम्रो यो कार्यक्रमलाई छोटो हाम्रो निमन्त्रणालाई स्वीकार गरेर हामीलाई प्रमुख अतिथिको रूपमा आफ्नो समय दिनुभएकोमा उहाँको आसन ग्रहणको लागि हाम्रो यङ्गेस्ट मिनिस्टर अफ युथ एन्ड स्पोर्ट्स अनरेबल बब्लु गुप्ताज्यूलाई प्रमुख अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु र उहाँलाई यो भलिबल सङ्घको तर्फबाट उहाँको कार्यकाल सफलताको शुभकामना पनि मैले व्यक्त गरेँ। र अबको विशेष अतिथिको रूपमा हाम्रा सल्लाहकारज्यूहरू यहाँ हुनुभएका मिसेस इन्दिरा निरौलाजी अगाडि आइदिनु होला। हाम्रो सल्लाहकारज्यू कोही बाटोमा हुनुहुन्छ, कोही कहाँ हुनुहुन्छ होइन। र ज्योति म्याडम, ज्योति केसी अगाडि आइदिनु म्याडम। र हामीलाई रिसेन्टली हाम्रो यो टिममा जर्सीमा इम्पेरियल सेक्युरिटिज भन्ने जुन हामी लोगो लिएर हाम्रा खेलाडीहरू खेल्दैछन्, यो इम्पेरियल सेक्युरिटिजका म्यानेजिङ डाइरेक्टर सीताराम अधिकारीज्यूलाई विशेष अतिथिको आसन ग्रहणलाई हार्दिक अनुरोध गर्दछु। र भलिबल सङ्घका उपाध्यक्षज्यू आदरणीय भरत बहादुर शाह, गौतम प्रसाद लासिबाज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि अनुरोध गरेँ। युवराज श्रेष्ठजी र युवराज श्रेष्ठजी हाम्रो यङ इन्टरप्रेन्यर्स र यो होटल प्लाजा ग्रुप अफ होटल्सको पनि अध्यक्ष हुनुहुन्छ र उहाँले हामीले भलिबल सङ्घका धेरै कार्यक्रमहरू यहाँ उपलब्ध गराउनु भएको छ। उहाँलाई पनि विशेष धन्यवाद सहित आसन गर्न अनुरोध गर्दछु। नेपाल भलिबल सङ्घका राष्ट्रिय खेलकुद परिषदका भलिबल प्रमुख प्रशिक्षक आदरणीय जगदीश प्रसाद भट्टज्यू, भलिबल सङ्घका सचिवज्यू गणेश ठगुन्ना, विनोद सुवेदीजी, भलिबल सङ्घका सदस्य नीलम वज्राचार्यजी, अन्जु श्रेष्ठ, प्रवीण श्रेष्ठ, जसले चाहिँ बङ्गलादेशमा भएको रिसेन्टली टुर्नामेन्टमा चाहिँ म्यानेजरको भूमिका गरेर भर्खरै आउनुभएको हो, मलाई पनि आसन ग्रहणको लागि अनुरोध गरेँ। क्षितिज इटानीजी हाम्रो केन्द्रीय सदस्य हुनुहुन्छ र हाम्रो यो टिमका कोच हाम्रो जुन अन्डर 19 टिमलाई हेड कोच हुनुहुन्छ कुमार राईजी र उहाँ केन्द्रीय सदस्य पनि नेपाल भलिबल सङ्घको, उहाँको धेरै ठुलो कन्ट्रिब्युसन छ यो टिम तयार गर्नमा। र योलाई म्यानेजरको भूमिकामा हाम्रो सचिवज्यू हुनुहुन्छ जगबहादुर मेदुन, हाम्रो मेन्स टिमको चिफ कोच हुनुहुन्छ भरत यादवजी, आसन ग्रहणलाई अनुरोध गरेँ। रूपेश विष्टजी हाम्रो केन्द्रीय सदस्य पनि चन्द्रबदना राईजी र उहाँ चाहिँ एकोम्पेनी रेफ्रीको रूपमा जाँदै हुनुहुन्छ, उहाँलाई आसन ग्रहण लागि। खेलाडी सहायक कोच उत्सव खड्काजी, मैले सबैको नाम किन लिइरहेको छु भने मैले चाहिँ मन्त्रीज्यूलाई अलिकति हाम्रो भलिबल सङ्घको बारेमा पनि अलिकति जानकारीको लागि मैले यो चाहिँ नामहरू सबैको लिएको हो। सन्तोष श्रेष्ठजी असिस्टेन्ट कोच जाँदै हुनुहुन्छ र
विशेष गरी हाम्रो खेलाडी बहिनीहरू जो नेपालको झन्डा बोकेर जाँदै हुनुहुन्छ उहाँहरू सबै खेलाडीहरूलाई यथास्थानमा आसन गर्नलाई अनुरोध गरेँ र खास गरी नेपालको राष्ट्रिय खेल भलिबललाई राष्ट्रिय खेल बनाउनमा विशिष्ट योगदान गर्नुहुने चौथो अङ्गका पत्रकार साथीहरू विभिन्न मिडियाका आदरणीय व्यक्तित्वहरूलाई यथास्थानमा आसन गर्नलाई मैले हार्दिक अनुरोध गरेँ। आदरणीय मन्त्रीज्यू, अब हामीले गत हप्ता मात्रै बङ्गलादेशमा बोइज टिमले पार्टिसिपेसन गरेर आयो। 6वटा टिममा हाम्रो चाहिँ 5th पोजिसन भए पनि हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे। अन्तर्राष्ट्रिय जगतमा हाम्रो स्थिति कहाँ छ त्यो हामीले प्रस्तुत गरेका पनि छौँ। भलिबल सङ्घ एउटा सीमित साधन स्रोतले हाम्रो टिमले चाहिँ एउटा भोलिन्टियर अर्गनाइजेसन गरेर विभिन्न कर्पोरेट हाउसेसहरूदेखि लिएर हामीले गर्ने प्रयास गरिरहेका छौँ। खेलकुद परिषद नेपाल सरकारको सीमित हामीलाई चाहिँ सहयोग भनौँ न त्यो छ। हाम्रो अब यो भौतिक पूर्वाधारको त अब कुरै नगरौँ। हामी आएको 4 वर्ष हुन लाग्यो, एउटा जग्गा पनि पाएको अवस्था छैन जहाँ चाहिँ हामीले अन्तर्राष्ट्रिय स्तरको कबर्ड हल बनाएर कमसेकम एसियन स्ट्यान्डर्डको गेम पनि नेपालमा गर्न सकौँ न भनेर एउटा एक्सिलेन्स सेन्टर बनाउने भन्ने हाम्रो धोको अहिलेसम्म पुरा भएको छैन। जग्गा प्राप्तिको सिलसिलामा छौँ। मन्त्रीज्यूलाई विशेष कार्यक्रम सहित यो बारेमा अवगत गराउन हामी आउने नै छौँ। र मैले धेरै समय नलिकन आजको यो कार्यक्रमको चाहिँ लागि अब सुरुवात गर्नको लागि नेसनल एन्थम बजाइदिनु हुन हार्दिक अनुरोध गर्दछु र सबैजनाले उठेर सयुतुङ्ग फुलका हामी एउटै माना नेपाली सार्वभौमै फैलिएका मेची महाकाली सयुतुङ्ग फुलका हामी एउटै माना नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हाम्रो यो कावा वुमेन्स अन्डर 19 भलिबल च्याम्पियनसिप श्रीलङ्कामा नोभेम्बर 3 to 10 सम्म हुन गइरहेको हो। हाम्रो टिम चाहिँ भोलि इभिनिङको फ्लाइटमा एयर इन्डियाको फ्लाइटबाट जाँदै हुनुहुन्छ र अब हाम्रो भलिबलको बारेमा अब त्यहाँ हाम्रो यो प्रतियोगिताको बारेमा केही कुराहरू राखेर स्वागत मन्तव्य प्रदान गर्नुहुन आदरणीय उपाध्यक्ष युवराज श्रेष्ठजीलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद महासचिवज्यू। यस कार्यक्रमका सभापति नेपाल भलिबल सङ्घका अध्यक्ष आदरणीय जितेन्द्रबहादुर चन्दज्यू, त्यस्तै गरी भलिबल सङ्घको यो विदायी कार्यक्रमलाई विशेष प्रायोरिटीमा राखेर पाल्नु हुने युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्ताज्यू, त्यस्तै गरी भलिबल सङ्घका पदाधिकारीज्यूहरू, कोचहरू, त्यस्तै गरी U19 महिला टिमका क्याप्टेन, कोच, एसिस्टेन्ट कोच, म्यानेजर्स, त्यस्तै गरी विभिन्न क्लबबाट पाल्नु हुने क्लबका पदाधिकारीज्यूहरू, कोचेसज्यूहरू र स्पेसली जहिले पनि भलिबललाई माया गरेर पाल्नु हुने हाम्रा चाहिँ चौथो अङ्ग र त्योभन्दा पनि आजको अवस्थामा भलिबल जुन स्थान ओगटिराखेको छ र जुन एचिभमेन्ट गरिराखेको छ त्यो चाहिँ देशमा मात्रै होइन कि विश्वभर पुर्याउन सबैभन्दा ठुलो भूमिका निर्वाह गर्नुहुने पत्रकार साथीहरू सबैलाई नेपाल भलिबल सङ्घको तर्फबाट र मेरो तर्फबाट सबैलाई स्वागत गर्न चाहे। एकदमै खुसी चाहिँ यो मानेमा पनि हामीलाई लागेको छ कि भर्खरै युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै मन्त्रीज्यू आइसकेपछि एज अ होइन स्पोर्ट्ससँग रिलेटेड धेरैवटा सङ्घ संस्थाहरू र स्पेसली खेलाडी भाइ बहिनीहरू
चाहिँ धेरै नै एक्साइटमेन्ट आएको छ। देशले परिवर्तन पायो, तर अब खेलकुदले पाउँछ कि पाउँदैन भन्ने खालको एउटा बुझाइ सोचाइ र हामी चाहिँ के हो भन्ने अवस्थामा हामी जुन दिनहरू कटाइराखेका थियौँ, यो अवस्थामा एउटा देशको इतिहास रच्दै युवा र स्पोर्ट्सलाई धेरै नजिकबाट बुझ्नुहुने र मलाई लाग्छ उहाँले जति नर्मल्ली पूर्व मन्त्रीज्यूहरूले भन्ने गर्नुहुन्थ्यो, स्पोर्ट्स खेलकुद मन्त्री चाहिँ ल तपाईँ चाहिँ खेलकुद खानुस् है भनेर चाहिँ एउटा त्यो खालको एउटा संस्कार चाहिँ बिल्ड भएको थियो। खेलकुद मन्त्रालयमा चाहिँ कोही पनि आउन नचाहने। तर मलाई लागेको छ अहिलेको जो माननीय मन्त्रीज्यू आउनुभएको छ, मलाई लाग्छ उहाँ छानेरै यो मन्त्रालयमा आउनुभएको छ। किन आइराख्नु भएको छ भनेदेखि उहाँले नेपाली खेलकुदलाई चाहिँ धेरै नजिकबाट अध्ययन गर्नुभएको छ। मैले थाहा पाए अनुसार उहाँ खेलकुद उहाँको प्रायोरिटीमा एकदमै पर्छ। यो मानेमा हामी धेरै नै एक्साइटेड छौँ, स्पेसली नेपाल भलिबल सङ्घ। भर्खरै हाम्रो महासचिवज्यूले भनिसक्नु भएको छ कि नेपाल भलिबल सङ्घले धेरै ठुला एचिभमेन्टहरू ल्याएका छन् इन्टरनेसनल लेभलबाट, चाहे त्यो मेन्स टिममा होस् चाहे वुमेन्स टिममा होस्। भनेदेखि कसरी ल्याइराखेको छ भन्दाखेरि नेपाल सरकारको स्पेसली खेलकुद मन्त्रालय खेलकुद परिषदबाट केही सहयोग त पाएको छ, तर पनि आजको दिनसम्म चाहिँ नेपाल भलिबल सङ्घले स्पेसली अघि भर्खरै पनि भनिसक्नुभयो, हामी झन्डै 40+ को चाहिँ कार्य समिति छ, जम्बो कार्य समिति। जतिखेर चाहिँ तपाईँको नेपालमा चाहिँ मन्त्रीमण्डल गठन हुँदाखेरि चाहिँ मन्त्रालय अब धेरैवटा पार्टीको चाहिँ तपाईँको चाहिँ सरकार बनाउनु पर्ने अनि सबैलाई भागबन्डा पुर्याउनको लागि चाहिँ मन्त्रालयहरू चाहिँ तानतुन गर्दाखेरि 40+ पनि पुग्ने अवस्था रहन्थ्यो। तर यो नेपाल भलिबल सङ्घ चाहिँ त्यो 40+ चाहिँ त्यो हिसाबमा भएको होइन। मैले यो कुरा हजुर माननीय मन्त्रीज्यूलाई सेयर गर्न चाहेँ। यो 40 जनाको एउटा जम्बो टिम छ, जसको कारणले चाहिँ हामीहरूको पर्सनल एफर्ट र स्पेसली हाम्रो चाहिँ नेपाल भलिबल सङ्घका अध्यक्षको एउटा त्यो जुझारुपन र उहाँको एउटा लिडरसिपमा चाहिँ हामीले प्राइभेट सेक्टर स्पेसली तपाईँको कर्पोरेट हाउसहरूसँगको सहकार्यमा चाहिँ तपाईँको चाहिँ पैसा सुकामोर कलेक्सन गरेर र भलिबललाई एकदमै माया गर्ने चाहिँ तपाईँको फ्यान फलोवर्सहरू देशभित्र मात्रै होइन कि देश बाहिर पनि धेरै नै रहेको हुनाले चाहिँ पर्सनल एफर्ट लगाएर चाहिँ हामीले अहिले चाहिँ तपाईँको यही टिमलाई पनि हेर्ने हो भने झन्डै हामीले असोजको 1 गते या 2 गतेबाट हामीले क्लोज क्याम्प राखेका थियौँ। झन्डै 1.5 महिना हामीले चाहिँ क्लोज क्याम्प राखेका छौँ। यो पनि तपाईँको चाहिँ यो हाम्रै नेपाल भलिबल सङ्घका पदाधिकारीहरूको चाहिँ तपाईँको पर्सनल एफर्टमा चाहिँ तपाईँको चाहिँ फाइनेन्सियल चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ जुगाड गरेर चाहिँ हामीले क्लोज क्याम्प राखेर चाहिँ यो टिमलाई पठाइराखेका छौँ। यो टिमलाई किन 1.5 महिना राखेका छौँ भनेदेखि पक्कै पनि यो काबा अन्डर 19 को टिममा चाहिँ हामी गोल्ड मेडल, किनभनेदेखि कुमार राई सर हजुरले नाम पनि सुन्नुभएको होला, न्यू डायमन्ड क्लब भन्ने छ, उहाँ चाहिँ तपाईँको उहाँको सुरुवातै भलिबलबाट हुन्छ र निदाउनु बिहान उठेदेखि त्यो सूर्यास्तसम्म होइन कि सुत्नुभन्दा अगाडिसम्म पनि उहाँ चाहिँ तपाईँको बिहानदेखि बेलुकासम्म चाहिँ भलिबल र उहाँले तपाईँको मलाई लाग्छ नेपालको कुनै पनि स्पोर्ट्समा दिनमा 2 चोटि ट्रेनिङ हुँदैन, एकदमै कम हुन्छ। तपाईँको एउटा चाहिँ ट्रेनिङ सेसन हुन्छ, एउटा जिम सेसन होला, एउटा तपाईँको चाहिँ होइन मेडिटेसन हुनसक्छ, तर यो टिमले चाहिँ दिनमा 2 चोटि ट्रेनिङ गरिरहेको छ। एकचोटि तपाईँको चाहिँ कबर्ड हलमा आएर ट्रेनिङ गर्नुभएको छ भनेदेखि अर्को टाइम भनेको चाहिँ उहाँकै एकाडेमीमा पनि ट्रेनिङ गरिरहेका छौँ। यो हिसाबमा चाहिँ तपाईँको जुन अहिले अन्डर 19 टिमले जुन एउटा पोजिटिभ तपाईँको चाहिँ एउटा चाहिँ त्यो जुझारुपन लिएर चाहिँ जुन श्रीलङ्का जाँदैछ, हामीलाई विश्वास छ यो टिमले पक्कै पनि गोल्ड मेडल लिएर आउनेछ। र हामीलाई आशा चाहिँ यो पनि छ कि युवा मन्त्री होइन तपाईँको चाहिँ एउटा फरक सोचले देशलाई अहिले लिड गरिराख्नु भएको छ। तपाईँहरूको टिम भनेको हामी सबै 3 करोड नेपाली जनताको टिमले चाहिँ जुन एउटा लिडिङ गरेको छ, पक्कै पनि आज तपाईँको प्रत्येक शब्द नेपाल भलिबल सङ्घको लागि एकदम मिनिङफुल रहनेछ र तपाईँको साथ सहयोग सुझावको लागि जहिले पनि नेपाल भलिबल सङ्घ तपाईँहरूसँग चाहिँ को आशा पनि राख्दछ। र त्योभन्दा पनि ठुलो कुरा चाहिँ नेपाल भलिबलसँग केही पनि छैन, नेपाल भलिबल सङ्घसँग केही पनि छैन, ओन्ली हामीसँग भएको एउटै चिज हो त्यो भनेको इच्छा शक्ति। हामी तपाईँको चाहिँ नेपालमा अब कुनै पनि चिज पाउनको लागि केही चिज त गुमाउनुपर्छ, दुःखदका साथ भन्नुपर्छ, तर देशले एउटा परिवर्तन पाएको छ र त्यति नै खेर चाहिँ हाम्रो चाहिँ तपाईँको नेपालमा अहिलेसम्मको सबैभन्दा बिगेस्ट टुर्नामेन्ट चाहिँ हामीले गर्दै थियौँ माननीय मन्त्रीज्यू, जसको लागि चाहिँ
हामीसँग यहीँ धेरै मिडियाको साथीहरू पनि हुनुहुन्छ। पहिला नेपालको चाहिँ भलिबललाई चाहिँ त्यो चाहिँ तपाईँको चाहिँ त्यति धेरै माइलेज दिने अवस्था थिएन भनेदेखि हामीले त्यो टुर्नामेन्टको लागि चाहिँ तपाईँको नेपालको एउटा चाहिँ मिडिया हाउससँग चाहिँ झन्डै तपाईँको चाहिँ 70 लाख प्लसको चाहिँ ब्रडकास्टिङको चाहिँ हामीले साइनिङ पनि गरिसकेका थियौँ भनेदेखि धेरै ठुल्ठुला चाहिँ अर्गनाइजर स्पोन्सरसिपहरूसँग चाहिँ हाम्रो सहकारी हुने पाइपलाइनमा हामी थियौँ भनेदेखि तर यो अलिकति देशको परिस्थितिले गर्दाखेरि चाहिँ त्यो टुर्नामेन्ट चाहिँ यहाँबाट अरू कुनै देशमा गएको छ। मलाई विश्वास छ आजको यो प्रोग्राम यो फेरियल प्रोग्राममा चाहिँ मन्त्रीज्यूले हाम्रा जुन अन्डर 19 ले एउटा चाहिँ पोजिटिभ भाइब्स लिएर श्रीलङ्का भोलि उठ्दै हुनुहुनेछ र तपाईँको प्रत्येक शब्दले चाहिँ उहाँहरूलाई चाहिँ एकदमै चाहिँ त्यो देशको लागि एउटा चाहिँ मेडल दिन्छौँ लिएर आउँछौँ भन्ने खालको चाहिँ एउटा चाहिँ जुझारु चाहिँ तपाईँले चाहिँ एउटा चाहिँ आश्वासन स्पेसली चाहिँ तपाईँको चाहिँ एज अ मन्त्रालयको तर्फबाट चाहिँ दिनुहुनेछ भन्ने हामीले आशा पनि राखेका छौँ भन्दै नेपालको अन्डर 19 टिमलाई बधाई तथा शुभकामना दिँदै जति पनि नेपाल भलिबल सङ्घले जति पनि आज पाल्नुभएका महानुभावहरूलाई चाहिँ सर्ट नोटिसमा तपाईँहरूले चाहिँ नेपाल भलिबल सङ्घको प्रोग्रामलाई प्रायोरिटीमा राखेर आइदिनु भयो स्पेसली मिडियाका साथीहरूलाई चाहिँ विशेष धन्यवाद दिँदै सबैलाई स्वागत गर्दै मेरा मन्तव्य धन्यवाद। थ्याङ्क यू भेरी मच उपाध्यक्षज्यू। माननीय मन्त्रीज्यू, अब यो काबा वुमेन्स अन्डर 19 भलिबल च्याम्पियनसिपमा 4वटा देशले सहभागिता जनाइरहेको छ, नेपाल, श्रीलङ्का, मालदिभ्स र किर्गिस्तान। अब हाम्रो तयारी के छ? नेपाल त सगरमाथाको देश हो नि त, सगरमाथाको उचाइमा हाम्रो टिमले चाहिँ झन्डा फहराएको जस्तो श्रीलङ्का हाम्रो चाहिँ झन्डा फहराएर आउनुहुनेछ भने हामीले चाहिँ सबैको 3 करोड नेपालीकै तर्फबाट हाम्रो खेलाडीहरूलाई हाम्रो शुभकामना छ। र अब मन्त्रीज्यूले यहाँहरूलाई झन्डा सहित चाहिँ बिदाई गर्नको लागि मैले चाहिँ मन्त्रीज्यूलाई अगाडि निमन्त्रण गरेँ। अध्यक्षज्यू हाम्रो टिम अगाडि आइदिनु होला, मैले खेलाडीहरूको नाम बोलाउँछु र खादा माला सबै साथीहरूले मिलाएर सल्लाहकारज्यू अगाडि। हामी रेडी छ, क्यामेराहरू रेडी हो। मैले सबभन्दा पहिला हाम्रो खेलाडी क्याप्टेनबाट बोलाएँ। जर्सी नम्बर 3 मा जेनिसा विश्वकर्मा, जर्सी नम्बर 4 लगाएर खेल्नुहुनेछ कृष्मा डाँगी, जर्सी नम्बर 5 बाट खेल्नुहुनेछ विनिता राणा, जर्सी नम्बर 6 बाट मीना सुनार, जर्सी नम्बर 7 बाट आशिका छेत्री, जर्सी नम्बर 9 लगाएर खेल्नुहुन्छ सुनिता खत्री, जर्सी नम्बर 10 मा रेविका लामा तामाङ, जर्सी नम्बर 11 मा एन्जिला प्रधान, जर्सी नम्बर 12 मा निशा महर, जर्सी नम्बर 17 बाट भावना तामाङ, जर्सी नम्बर 19 मा प्रतिभा चौधरी र जर्सी नम्बर 22 मा सम्झना नेपाली। र यो टिमको हेड कोच हुनुहुन्छ आदरणीय कुमार राईजी र उहाँ चाहिँ भलिबल सङ्घको केन्द्रीय सदस्य पनि हुनुहुन्छ। उहाँले धेरै अथक प्रयास गर्नुभएको छ। आज शुभ साहित्य पनि हो, हरिबोधनी एकादशीको दिन चाहिँ हाम्रो टिमलाई हामी चाहिँ अफिसियल बिदाई गरिरहेका छौँ र हाम्रो टिम म्यानेजर एसिस्टेन्ट कोच हुनुहुन्छ सन्तोष श्रेष्ठ र यो सबै टिमलाई कमान्ड गरेर जानुहुन्छ नेपाल भलिबल सङ्घका सचिवज्यू झकबहादुर मिदुनजी म्यानेजरको रोलमा हुनुहुन्छ। र अब खेलाडीहरू पनि अगाडि झन्डा मन्त्रीज्यूकाबाट म पनि अगाडि आएँ। खेलाडीहरू अगाडि यहाँ लाइनमा हो। हाम्रो एकम्पेनी रेफ्रीमा जाँदै हुनुहुन्छ चन्द्रबदना राईजी, उहाँ पनि नेपाल भलिबल सङ्घ केन्द्रीय सदस्य। कृपया अगाडि आइदिनु होला चन्द्रबदना राईजी।
म्यानेजर क्याप्टेन अगाडि आउनु पर्ने क्याप्टेन हेड कोच म्यानेजर खेलाडी साइड गर्नु क्याप्टेन कोच टिम म्यानेजर झन्डा झन्डा खेलाडी यहाँ बस्नु बहिनीले त आउनु Let's have a big clap. काबा महिला अन्डर 19 मा चाहिँ यहाँनिर चाहिँ हाम्रो प्लेयरहरूको अगाडि चाहिँ तपाईहरुले चाहिँ मलाई पनि उपस्थिति हुने अवसर जुन दिनुभयो त्यसको लागि चाहिँ सम्पूर्ण टिम तपाईहरुलाई चाहिँ धेरै धेरै धन्यवाद भन्नलाई चाहन्छु। र म मन्त्रालयमा आउँदै गर्दाखेरि अहिले हाम्रो खेलकुद विकास कोषको प्रावधान CSR अन्तर्गतको जुन चाहिँ हाम्रो कोष छ तर कम्पनीहरूले चाहिँ आफ्नो CSR अन्तर्गत चाहिँ हामीलाई पैसा दिन मिल्ने प्रावधान छैन। त्यो प्रावधान मिलाउनको लागि मैले CSR को कुरालाई पनि अगाडि अर्थ मन्त्रालयमा चाहिँ पठाएको छु र अर्थ मन्त्रालय थ्रु चाहिँ यो हाम्रो क्याबिनेटमा यो विषयलाई लिएर चाहिँ हाम्रो आउँदो क्याबिनेटमा पनि प्रस्तुत हुँदैछ, जसको कारण आउँदो दिनमा चाहिँ कम्पनीहरूले चाहिँ आफ्नो CSR को 1% मनी अनिवार्य रूपले चाहिँ हाम्रो खेलकुद विकास कोषलाई चाहिँ दिनुपर्ने हुन्छ। त्यसै लगत्तै हाम्रो खेलाडीको विषयलाई लिएर 25% पैसा जुन पुरस्कारमा चाहिँ काटिराखेको अवस्था छ त्यो कुरालाई चाहिँ हामीले अगाडि बढाएको छ र यो कुरा चाहिँ फुकुवा हुनुपर्छ, यो कुरा चाहिँ काटिनु हुँदैन पारिश्रमिक भनेर चाहिँ यसलाई चाहिँ हामीले अगाडि बढाइसकेको छौँ र यो क्याबिनेटमा पनि यो उठ्दै छ तपाईको यो विषय चाहिँ आउँदो क्याबिनेटमा। र सँगसँगै हामीले इन्टरनल रेभिन्यू हाम्रो जहाँ जहाँ ब्याडमिन्टन सङ्घको छ लगायत स्विमिङ पुलको कुरा छ त्यो चाहिँ सबै कुरालाई चाहिँ इन्टरनल रेभिन्यू रूपमा चाहिँ कसरी हामीले चाहिँ मन्त्रालयलाई चाहिँ रेभिन्यूहरू कलेक्ट गर्ने र त्यो रेभिन्यूको पैसा चाहिँ हाम्रो खेलाडीहरूमा चाहिँ समक्षमा चाहिँ खर्च गर्ने भनेर चाहिँ त्यसलाई पनि त्यो कामकाजलाई चाहिँ हामीले अगाडि बढाएका छौँ। र सँगसँगै अर्को प्लेटफर्म चाहिँ हामीले डिजिटलाइजेसनको कुराकानी गरिराखेका छौँ। प्लेयरलाई चाहिँ आइडेन्टिटी दिने त्यो चाहिँ हामीले वाडा स्तरदेखि लिएर नगरपालिका स्तरदेखि लिएर तपाईँको चाहिँ प्रदेश सेन्ट्रलसम्म र डिस्ट्रिक्टको पनि हामीले चाहिँ एउटा पोर्टल बनाउँदैछौँ जहाँ चाहिँ तपाईँहरूले चाहिँ आफ्नो कुन वाडाको हुनुहुन्छ
कुन गेम सम्बन्धित हुनुहुन्छ तपाईँहरूले चाहिँ त्यो पोर्टलमा आफ्नो डिटेल भर्नलाई सक्नुहुन्छ र त्यो सँगसँगै तपाईँहरूले आफ्नो ब्याङ्किङ डिटेलहरू पनि राख्नलाई सक्नुहुन्छ, जसको कारण आउँदो दिनमा चाहिँ कोही हाम्रो नेपाली मन भएका व्यक्तिहरूले चाहिँ तपाईँहरूलाई प्रत्यक्ष रूपमा चाहिँ सहयोग गर्नलाई सकोस् र आइडी कार्ड पनि चाहिँ तपाईँहरूलाई चाहिँ राष्ट्रभरिको प्रत्येक गेम, भलिबल मात्र होइन, फुटबल, क्रिकेट सबै गेमका व्यक्तिहरूलाई चाहिँ जस्तै हामी कुनै पनि जिल्ला जाँदै गर्दाखेरि मानौँ सोलुखुम्बु गयौँ, त्यहाँको भलिबल खेलाडीहरू को हुन् त, लोकल लेभलमा कसले खेलिराखेको छ, नगरपालिका लेभलमा कसले खेलिराखेको छ, त्यो पोर्टल मार्फत चाहिँ तपाईँहरू चाहिँ कनेक्ट हुन सक्नुहुन्छ उहाँहरूसँग र इन्ट्रोड्युस गर्नलाई सक्नुहुन्छ। त्यो कुरालाई चाहिँ हामीले अगाडि बढाएको छौँ र सँगसँगै रङ्गशाला 2023देखि चाहिँ जुन हाम्रो ब्ल्याक लिस्टमा परिएको छ त्यसमा चाहिँ एएफसीद्वारा चाहिँ कुन कुन नियमले गरेर के कुराहरू चाहिँ नपुगेको कारणले चाहिँ हामी ब्ल्याक लिस्टेडमा छौँ, त्यो कुराहरूलाई चाहिँ हामी फुकुवा गर्दैछौँ। त्यो कुराहरूलाई चाहिँ हामी चेन्जेसको क्रमलाई चाहिँ अगाडि बढाएको छौँ। आज बिहानै म पनि रङ्गशालामै थिएँ र त्यो काम कारबाहीलाई चाहिँ तुरुन्तै अगाडि बढाइराखेको छौँ। हामीले हालसम्म हाम्रो चाहिँ प्रगति विवरण साथसाथै हामीले गर्न खोजेका कार्यहरू चाहिँ यो रूपमा चाहिँ अगाडि बढाएको छौँ र सँगसँगै भलिबल हाम्रो राष्ट्रिय गेम हुँदै गर्दाखेरि यो गेमको एउटा पनि तपाईँको कोड पनि छैन हाम्रो र यसको लागि चाहिँ जग्गा पनि खोज्नको लागि चाहिँ हामीले यो विषयमा चाहिँ हाम्रो छलफल भइराखेको छ र हामीले चाहिँ जग्गा खोजेर त्यो सँगसँगै कभर्ड हल पनि तपाईँहरूलाई चाहिँ उपलब्ध गराउने र यो विषयमा चाहिँ चाँडै नै केही न केही कुराहरू आउँछ। हामी एस्कर्टसँग पनि बस्दैछौँ यो कुरालाई, उहाँहरूसँग पनि जग्गा छ, उहाँहरूको जग्गा हामीले भलिबल कोडको लागि उपयोग गर्ने कि भन्ने कुरालाई चाहिँ हाम्रो आउँदो मन्डे चाहिँ छलफल छ। जुन कुरा तपाईँहरूले लाजिमपाटको दीपक खड्काज्यूले चाहिँ चलाइराख्नु भएको जग्गा, त्यो जग्गामा चाहिँ हामीले गर्नलाई सकिन्छ कि भन्ने कुरालाई पनि हामीले बहसलाई चाहिँ अगाडि बढाउँदैछौँ। त्यो कतिको मिल्छ या मिल्दैन त्यसको चाहिँ कानुनी रूप र त्यसको चाहिँ एग्रिमेन्ट हामीले हेर्दैछौँ। त्यो भयो भने देशको राष्ट्रिय गेम हाम्रो भलिबल र देशको मुटुमै भलिबलको कोड चाहिँ हुनलाई सक्छ भन्ने कुरा चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि बढाइराखेको छौँ। अब कानुनी रूपले सबै कुरा रूपले कति के कसो मिल्छ। अनि तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। तपाईँहरूले पनि अवश्य, तपाईँहरू देशको गहना हो, तपाईँहरूले गरेर हामी अन्तर्राष्ट्रिय जगतमा चाहिँ चिनिराखेका हुन्छौँ र अझै पनि चिनाउनुहुन्छ र हाम्रो जस्तै कोचजी यत्रो भनौँ न कति वर्षको लामो यात्राले गरेर आज यहाँनिर आइपुगिरहेको हुन्छ। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। यसरी चाहिँ अभिभावकको रूपले चाहिँ सबैलाई चाहिँ लिएर गइराख्नुहुन्छ र यो सँगसँगै अस्ति पनि मैले एउटा विषय उठाएको थिएँ। जब हाम्रो फुटबल खेलाडीहरू इन्डिया जाँदै गर्दाखेरि हाम्रो उहाँहरू जस्तै श्रीलङ्का जाँदै हुनुहुन्छ भने आइटिनेरीको विषय चाहिँ अगाडि क्लियर होस्। हाम्रो प्लेयरहरू कहाँनिर बस्ने, कहाँनिर खाने, होइन, कुन दिन के गेम छ, टाइम सेड्युल चाहिँ अगाडि नै तपाईँहरूले चाहिँ एउटा प्रिपेयर चाहिँ गर्नु होला र मन्त्रालयको तर्फबाट चाहिँ हामीले कसरी हुन्छ यसमा चाहिँ पहिला हाम्रो रेभिन्यू कलेक्सनको एउटा वे बनाउँदैछौँ। त्यो बाटो बनिसकेपछि आउँदो दिनमा चाहिँ हामी प्रतिबद्धता पनि गर्छौँ, तपाईँहरूलाई चाहिँ के कस्तो खालको चाहिँ सहयोग गर्नलाई सक्छौँ। हस्, थ्याङ्क यू सो मच। थ्याङ्क यू भेरी मच मन्त्रीज्यू। हामी धेरै उत्साहित भयौँ। अब भलिबलको एउटा पूर्वाधारको लागि यति चिन्तन गरेर चाहिँ उहाँले चाहिँ अगाडि कुरा ल्याउनु भएको छ। नेपालको कानुनले ती करोड नेपालीले सपोर्ट गर्ने गरी चाहिँ यो पुरा होस् भन्ने हामीले चाहिँ कामना पनि गर्छौँ। र अब मन्त्रीज्यूको धेरै टाइम नलिकन यो आजको कार्यक्रमलाई आफ्नो सभाध्यक्षको मायाको चिनो, मन्त्रीज्यूलाई मायाको चिनो प्रदान गरिदिनु न आदरणीय अध्यक्षज्यूलाई अनुरोध गरेँ। यो भलिबल सङ्घको सानो मायाको चिनो। बिहान बिहान चिया खाँदाखेरि भलिबल सङ्घलाई याद होस् मन्त्रीज्यू। अब अध्यक्षज्यूको थ्याङ्क्स गिभिङ सहित आफ्नो केही कुराहरू राखेर यो सभा विसर्जन गरिदिनुको लागि आदरणीय अध्यक्ष जितेन्द्र बहादुर चन्दनलाई हार्दिक अनुरोध गर्दै म रोशन शेष नेपाल भलिबल सङ्घका महासचिव बिदा चाहन्छु। जय भलिबल। सबैलाई नमस्कार। वुमेन्स अन्डर 19 फेयरवेल प्रोग्रामका प्रमुख अतिथि नवनियुक्त माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताज्यू, त्यस्तै हाम्रो राष्ट्रिय खेललाई नेपालको राष्ट्रिय महिला
सिनियर र जुनियरमा जर्सीमा लोगो राखेर सङ्घलाई सहयोग गर्ने, प्रायोजन गर्ने, माया गर्ने इम्पेरियल सेक्युरिटिज प्राइभेट कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सीताराम अधिकारीज्यू, त्यस्तै नेपाल भलिबल सङ्घका उपाध्यक्षज्यूहरू, सचिवज्यूहरू, नेपाली राष्ट्रिय भलिबल टिमका हेड कोच, भलिबलका मुख्य प्रशिक्षक र राष्ट्रिय खेलकुद प्रशिक्षण तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक जगदीश प्रसाद भट्टजी, त्यस्तै नेपाल भलिबल सङ्घका सदस्यज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट क्लबबाट पाल्नुभएका हाम्रा चाहिँ प्रतिनिधिज्यूहरू, हाम्रो राष्ट्रिय टिममा अहिले चाहिँ विगत 45 दिनदेखि टिमलाई प्रशिक्षण गराएर श्रीलङ्कामा उहाँले चाहिँ अहिले टिमलाई हेडेड गर्नुहुँदैछ। कुमार राईजी जो चाहिँ एकदमै तपाईँको रिलिजियस पनि हुनुहुन्छ, व्यवस्थापकज्यू, सहायक प्रशिक्षकज्यू र त्यस्तै हाम्रो नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका हेड कोच पछाडि बसिराख्नु भएको छ भरत यादवज्यू, हाम्रो चाहिँ रूपेश विष्टज्यू लगायत आदरणीय पत्रकार मित्रहरू, यहाँहरू सबैलाई फेरि पनि यो कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँहरूको उपस्थितिको लागि बधाई पनि दिन चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। अब छोटकरीमा भन्दाखेरि मन्त्रीज्यूलाई म चाहिँ भर्खरै उहाँ नवनियुक्त युवा तथा खेलकुद मन्त्रालयको पदभार सम्हाल्नु भएको छ र उहाँको सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्न चाहन्छु र उहाँले चाहिँ 5 मिनटदेखि 7 मिनट बोल्नुभयो र सान्दर्भिक कुराहरू बोलेर जानु भएको छ। एउटा भनाइ छ, काम गर्ने मान्छेले धेरै बोल्दैन, काम गरेर देखाउँछ। जो धेरै बोल्छ, जसले धेरै गफ गर्छ, गफ गर्ने मान्छेहरूले चाहिँ काम गर्दैन र उहाँ चाहिँ मलाई त्यस्तै मन्त्री लाग्यो। र हामी नेपालीहरू गफ धेरै गर्छौँ, गफ धेरै गर्ने भएको हुनाले आज हाम्रो देश विश्व मानचित्र यदि इकोनोमिक स्ट्याटस हेर्नुभयो भने पुछारबाट हामी चाहिँ अति अल्पविकसित राष्ट्रमा, गरिब राष्ट्रमा पर्छौँ। मलाई लाग्छ अहिलेको जुन नेपालमा चाहिँ यो पोलिटिकल चेन्जेसहरू भएको छ, नयाँ सरकार गठन भएको छ र उहाँहरू जस्तो मन्त्री आउनु भएको छ, नेपालको लिडरसिप लिनु भएको छ, कता कता अब खेलकुदको पानाहरू पनि पल्टिन्छन् जस्तो मलाई फिल हुन थालेको छ। अब अर्को कुरो चाहिँ म के भन्न चाहन्छु भनेदेखिमा, अब म चाहिँ भलिबल सङ्घको अध्यक्ष र पुरो भलिबल खेलाडी भएको हुनाले भलिबल खेलकै बारेमा चाहिँ केन्द्रित हुन चाहन्छु। नेपालको भलिबलको कुरा गर्दाखेरि मन्त्रीज्यूलाई म के भन्न चाहन्छु भनेदेखिमा, भलिबल दुई प्रकारको हुन्छ। एउटा इन्डोर भलिबल हुन्छ, एउटा चाहिँ बिच भलिबल हुन्छ। इन्डोर भलिबल भनेको हलमा खेलिने र बिच भलिबल भनेको बालुवामा खेलिने खेल हुन्छ। र अहिलेको चाहिँ फेरि बिच भलिबलमा र इन्डोर भलिबलमा पनि के हुन्छ भनेदेखिमा उमेर समूहका खेलहरू हुन्छन्। उमेर समूहमा अन्डर 16 पनि हुन्छ, 18 पनि हुन्छ, 19 पनि हुन्छ, 23 पनि हुन्छ, अनि त्यसपछि चाहिँ सिनियर लेभलमा हुन्छ, जुन चाहिँ अहिले हामी क्रिकेट र फुटबलमा देखिरहेछौँ। र भलिबल पनि त्यही छ। र अन्तर्राष्ट्रिय रूपमा भलिबलमा चाहिँ तपाईँको खेलकुदमा साउथ एसियन गेम्स 2019 सालमा भएको थियो, 2019मा। 2019 पछाडि 2025 भइसक्यो। 2 वर्षमा हुनुपर्ने गेम 6 वर्ष भयो, 6 वर्षसम्म साउथ एसियन गेम भएको छैन भनेदेखिमा राष्ट्रिय खेलकुद परिषद र नेपाल सरकारले आयोजना गर्ने सहभागी हुने खेल भनेको एउटा साउथ एसियन गेम्स हो, एउटा चाहिँ एसियन गेम्स हो। एसियन गेम्समा नेक्स्ट इयर टिम जाँदैछ र साउथ एसियन गेम्स भएकै छैन भनेदेखिमा आज यो नेपालको चाहिँ हाम्रो कार्य समितिमा भलिबलको इतिहासमा 2033 सालमा स्थापना भएको सङ्घ अहिलेसम्म उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको थिएन। अघि हाम्रो चाहिँ साथीहरूले भने जस्तै, उपाध्यक्षज्यूले भने जस्तै, महासचिवज्यूले भने जस्तै, नेपाल भलिबल सङ्घले व्यक्ति विशेषसँग सहयोग लिएर र इम्पेरियल सेक्युरिटी जस्ता प्राइभेट सङ्घ संस्थाहरूसँग सहयोग लिएर आज यो राष्ट्रिय टिमलाई प्रशिक्षण गराउने, राष्ट्रिय टिम तयार पार्ने र उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गरेर हामीले चाहिँ यो भलिबललाई जोगाउने प्रयत्न गरेका छौँ। भलिबलमा धेरै विकास केही पनि गर्न सकेका छैनौँ। म नेपाल भलिबल सङ्घको अध्यक्ष हो, 3 वर्ष भयो हाम्रो कार्य समिति चयन भएको। र मैले एउटै कुरा के भन्छु भनेदेखिमा सङ्घहरूमा हामी के खान आइरहेछौँ। तपाईँको कार्यकाल छोटो हुनसक्छ, तर तपाईँले आफू 2 महिना मन्त्री हुनुभयो, 4 महिना मन्त्री हुनुभयो, कार्ययोजना ल्याउँछ, के गरेर जानुभएको छ त्यसको कुरा चाहिँ हिसाब किताब इतिहासले गर्छ नि त। हामी आएको 3 वर्ष भयो, 3 वर्ष हामीले के गर्यौँ भनेदेखिमा नेपालको भलिबललाई, राष्ट्रिय टिमलाई विभिन्न सङ्घ संस्थाहरूसँग चिपिङ गरेर सरकारको छोटै सहयोग, वर्षमा 9-10 लाख रुपियाँले भलिबल विकास हुन सक्दैन, 10-15 लाख रुपियाँले सहयोग विकास हुन सक्दैन।
क्रिकेट र फुटबलमा अलिकति उहाँहरूको अन्तर्राष्ट्रिय सहभाग के अरे सपोर्ट फाइनेन्स सपोर्ट बढी आउँछ। अन्य खेलमा मलाई लाग्छ भलिबल जस्तै कुनै पनि सपोर्ट आउन सक्दैन। तर यो टिमलाई आज हामीले कसरी पठाउँदैछौँ भनेदेखि उमेर समूह भनेको कुनै पनि खेलको फाउन्डेसन भएको हुनाले उमेर समूहमा ध्यान दिनुपर्छ भनेर हामीले चाहिँ यो टिमलाई तयार पायौँ। लास्ट इयर पनि कुमार सर नै अन्डर 20 को चाहिँ हेड कोच हुनुहुन्थ्यो र मालदिप्समा गेम भयो र उहाँको लिडरसिपमा ब्रोन्ज मेडल प्राप्त गर्यो। यसपालि पनि इन्डियाले विथड्र गर्यो लास्ट मिनटमा र उहाँकै लिडरसिपमा हामीले चाहिँ विगत 45 दिनदेखि ट्रेनिङ गराएर टिम राम्रो फर्मेट भएको छ। टिम इज वेल सेटल्ड, वेल म्यानेज्ड र उहाँहरू चाहिँ श्रीलङ्का खेल्न जाँदैछ र मलाई लाग्छ टिम खाली हात आउँदैन, केही न केही मेडल लिएर आउँछ र मलाई लाग्छ हामी सबैलाई ढुक्क छ भन्दैखेरिमा अब काभा र एसियन च्याम्पियनसिपमा वर्षको 10वटा टुर्नामेन्ट चाहिँ इन्टरनेसनल रूपमा काभाको हुन्छन्, 10वटा टुर्नामेन्ट चाहिँ एबिसीको हुन्छन्, 20वटा टुर्नामेन्ट हुन्छन्। एउटा टुर्नामेन्टमा सहभागी हुँदाखेरि 40 देखि 50 लाख खर्च हुन्छ। यदि आयोजक कन्ट्रीले लजिङ फुडिङ सब्सिडी दिएको छ भनेदेखिमा तर पनि 30 लाख रुपियाँ खर्च हुन्छ भनेदेखिमा नेपाल भलिबल सङ्घलाई वार्षिक टिम प्रशिक्षण गराउनुको लागि, अन्तर्राष्ट्रिय सहभागिता गराउनुको लागि, बीच भलिबलदेखि लिएर इन्डोर भलिबलमा सहभागिता जनाउनुको लागि हामीलाई पनि 20 देखि 25 करोड रुपियाँको आवश्यकता पर्छ र नेपाल भलिबल सङ्घलाई वार्षिक अब 10-15 लाखको सब्सिडी दिएर भलिबलको एन्टायर गभर्नेन्सलाई म राम्रो गर्नु चाहन्छु र गर्छु भने म चाहिँ एज अ प्रेसिडेन्ट आई डोन्ट वान्ट टु गसिप हियर। यो भाषण दिएर गसिप गर्न चाहदैन र तर के छ भन्दाखेरिमा हामीले विगत 3 वर्षदेखि जुनियर सिनियर लेभल लगायत बीच भलिबलदेखि लगायत सबै टिमलाई प्रिपरेसन गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा काभा यदि नभइदिएको भए आज भलिबल मर्थ्यो, काभालाई यदि इनर्जाइज नगरिदिएको भए भलिबल मर्थ्यो। एटलिस्ट काभाको टुर्नामेन्ट्सहरूमा नेपालको राष्ट्रिय टिम, जुनियर टिम, सिनियर टिम, बीच भलिबल टिम सहभागिता गराएर विगत हाम्रो कार्य समिति आइसके पछाडि हामीले 7वटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्यौँ र काभाको पनि हामी एउटा लिडिङ फेडरेसनमा चाहिँ हामीले चाहिँ पुरस्कार जित्न सफल भएका छौँ र ठुल्ठुला अन्तर्राष्ट्रिय काभाका चाहिँ कन्फरेन्स पनि नेपालमा 2 चोटि हामीले गरिसक्यौँ। 2024 पनि नेपालमै आयोजना भयो, 2025 पनि नेपालमै आयोजना भयो। तर एउटा कुरालाई म यहाँ के चिर्न चाहन्छु भन्दाखेरिमा सोचाइ के छ आम पब्लिकको भन्दाखेरि उहाँहरूले सोच्नु पनि स्वाभाविकै हो। थाहा छैन सरकारले चाहिँ करोडौँ पैसा दिएको छ र भलिबल सङ्घका पदाधिकारीहरू चाहिँ घुमेका छन्, खाएका छन् भनेर भनेका छन्। भलिबल सङ्घका पदाधिकारीले व्यक्तिगत रूपमा चाहिँ पैसा डोनेट गरेर आफ्नो समयलाई खर्च गरेर आफ्नो बिजनेस व्यापारलाई छोडेर हामीले काम गरिरहेका छौँ। यहाँलाई मैले जानकारी गराउन चाहन्छु र यदि अहिलेको कार्य समितिले जुन बाई लिप्स एन्ड बाउन्ड्स काम गरिरहेछ भविष्यमा यस तरिकाले काम गरेन भन्दाखेरिमा आज नेपालले विगत 3 वर्षमा गरेका उपलब्धिहरू भोलि 0 पनि हुनसक्छ। त्यसकारण तपाईँ यङ मिनिस्टर भएको हुनाले र जुन नेपालमा अहिले रिभोल्ट बोर्ड र एज अ यङ टिम आएको हुनाले यो सरकारप्रति पनि हाम्रो धेरै आशा छ र अघि तपाईँले भने जस्तै 2074 सालमा नेपालको राष्ट्रिय खेल घोषणा भयो। आज 8 वर्ष पुरा भइसक्यो र मन्त्रीज्यूले एकदमै राम्रो कुरा भन्नुभयो, इट हेज टच्ड माई हार्ट। त्यो मैले कुन सन्दर्भमा भनेको भन्दाखेरिमा नेपालको राष्ट्रिय खेल भनेपछि सम्पूर्ण खेलहरूको प्रतीक, सम्पूर्ण खेलहरूलाई सिम्बलाइज गर्ने भइसके पछाडि कम्तीमा त्यो राष्ट्रिय खेलकुद परिषदको कबड्डी हल त्यहाँ बनाउने जग्गा खाली छ, त्यहाँ चाहिँ 10-12 पनि जग्गा खाली छ। त्यो ठाउँमा यदि कबड्डी हल बनाउन सकेको खण्डमा, हाटमा बनाउन सकेको खण्डमा भलिबलले प्रयोग गर्छ, अरू सङ्घले पनि प्रयोग गर्छन् भन्दाखेरिमा यो चाहिँ राम्रो कुरा हुन्थ्यो। जुन तपाईँले भर्खरै लाजिमपाटको कुरा गर्नुभयो त्यो ठाउँमा चाहिँ जग्गा पर्छ। किन राष्ट्रिय खेल भनेर यस्तो खेललाई बसाउनु परेन? ठिक छ, सम्पूर्ण खेललाई बजेट दिनुपर्छ, सम्पूर्ण खेललाई हेर्नुपर्छ र मन्त्रीजीको जुन विगतका यो 15-20 दिनमा क्रियाकलापहरू मैले पनि नजिकबाट हेरिरहेको छु। फुटबल ग्राउन्ड हेर्नु भएको छ, उतातिर फुटबलको कुरा पनि हेरिराख्नु भएको छ। अहिले हामीसँग आइटिनरी पनि सोध्नु भएको छ, भेरी गुड इन्क्वायरी। तर इन्क्वायरी गरेर मात्रै हुँदैन, सङ्घहरूलाई सस्टेन गर्ने कुराहरू पनि दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यो कुन सन्दर्भ भन्दाखेरि नेपालको राष्ट्रिय महिला भलिबल टिम जाँदैछ, तपाईँहरूलाई थाहा छ। यसको आयोजक भनेको श्रीलङ्का भलिबल फेडरेसन हो, यसको संयोजन गर्नु भनेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन हो। नेपाल भलिबल सङ्घले अहिले पैसा खोजेर टिम पठाउन सक्ने अवस्थामा थिएन। हामीले कसरी टिम पठाउँदैछौँ माननीय मन्त्रीज्यू? श्रीलङ्का भलिबल फेडरेसनलाई पर व्यक्ति $70 तिर्नुपर्ने हुन्छ। तर म काभाको भाइस प्रेसिडेन्ट भएको हुनाले र अन्तर्राष्ट्रिय रूपमा राम्रो एउटा सहकार्य हाम्रो चलिरहेछ, सङ्घको राम्रो सहकार्य चलिरहेछ। श्रीलङ्का भलिबल फेडरेसनले बस्न खान हामीलाई फ्री गरेको छ। यदि पैसा तिरेको भए $13,000 तिर्नु पर्थ्यो। त्यस्तै प्रकारले यो प्रशिक्षण गराउनु पर्यो। प्रशिक्षण 45 दिन गराउँदाखेरि त के चाहियो? खेलाडीलाई डाइट चाहियो, खेलाडीलाई बाहिरबाट आएका खेलाडीलाई होटलमा राख्नु पर्यो। कुमार राई सरको लागि सबैले ताली पिट्नुहोस्। उहाँले न्यू डायमन्ड स्पोर्ट्स एकाडेमीमा केही बच्चाहरूलाई राख्नुभयो, केही बच्चाहरूलाई हामीले चाहिँ थकाली होटलमा राखेका छौँ, त्यहाँ प्रशिक्षण गरे बाहिरबाट आएको केटीहरूले। अनि
राष्ट्रिय खेलकुद परिषदको क्यान्टिनमा राखेर उहाँहरूलाई चाहिँ डाइट खुवाएका छौँ। त्यहाँ पनि पैसा चाहियो, होटलमा राख्ने पैसा चाहियो, ड्रेस बनाउनुको लागि चाहिँ तपाईँको चाहिँ केलमीले चाहिँ एप्रिल पार्टनरको रूपमा हामीसँग चाहिँ सहकार गरेर राख्नु भएको छ। र त्यो ड्रेसमा एकछिन क्यान यु ओपन योर ट्र्याक सुट प्लिज अप्पर पार्ट, र इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडसँग यो लोगो राखेर हाम्रो इम्पेरियल सेक्युरिटिजको साथी आउनु भएको छ, विदाई गर्न शुभेच्छा दिन आउनु भएको छ। उहाँहरूको कम्पनीमा वर्षको 20 लाख रुपियाँ चाहिँ महिलाको सिनियर टिम र जुनियर टिममा लोगो राखेर उहाँले सहयोग गर्नुभएको छ। भनेदेखि मेरो भनेको तात्पर्य के हो भने भलिबल सङ्घले यसरी चाहिँ काम चलाइरहेको छौँ हामीले। घरमा बुवा भएपछि छोराछोरीलाई कसरी पाल्ने भनेर त बुवालाई टेन्सन हुन्छ नि त, भनेदेखि हामी यसरी चलिरहेछौँ। अब यदि राज्यले वर्षमा नेपाल भलिबल सङ्घलाई 15 देखि 20 करोड रुपियाँ यदि प्रदान गर्ने हो भनेदेखि मैले बारम्बार एउटै कुरा भनिरहेको छु, एसियन च्याम्पियनसिपमा किन खेल्न गएन रे नेपाल? साथीहरू कुरा बुझ्नुपर्छ। एसियन च्याम्पियनसिपमा खेल्नको लागि तपाईँहरूले क्वालिफाइड भएर खेल्न जानुपर्छ। क्वालिफाइड खेल्नुको लागि पनि त्यहाँ पनि लगानी गर्नुपर्छ, होइन? अनि त्यो लगानी गर्नुको लागि यदि सरकारले वर्षको 20 देखि 25 करोड नेपालको भलिबलमा लगानी गर्ने हो भनेदेखिमा मैले अस्ति पनि भने, आज पनि भनिरहेको छु, ओलम्पिक गेममा ग्रुप गेममा क्वालिफाई हुन सक्ने गेम भनेको महिला भलिबल हो। त्यो कसरी त्यसको म जस्टिफाई दिन्छु भनेदेखि एसियाबाट 6वटा कन्ट्रीले चाहिँ ओलम्पिकमा क्वालिफाई हुन्छन् र एसियन च्याम्पियनसिपमा भाग लिनुपर्छ। त्यसको लागि र एसियन च्याम्पियनसिपभित्र हामी टप 6 भित्र पऱ्यौँ भनेदेखि हाम्रो टिम कहाँ खेल्छ? ओलम्पिकमा खेल्छ। क्वालिफिकेसन गेम खेलेर जानुपर्छ। त्यसको लागि त त्यहाँ लगानी गर्नु पऱ्यो। अब इन्डियाले चाहिँ तपाईँको चाहिँ जहाँ चाहिँ बिलियन्स अफ डलर्सको चाहिँ तपाईँको बजेट छ, होइन? उनीहरूको टिम त विभिन्न अन्तर्राष्ट्रिय टुर्नामेन्टहरूमा चाहिँ सहभागी भइरहेछ। त्यहाँको भलिबल फेडरेसनमा विवाद होस् यो होस् नि होस्, गभर्मेन्टले पठाइदिन्छ। भनेदेखिमा समस्याको जड भनेको के हो भनेदेखि बजेट नै हो। यदि बजेट राम्रो भयो भनेदेखिमा मलाई के लाग्छ भन्दाखेरि नेपालको भलिबलमा ग्रुप गेममा मैले अस्ति पनि भने क्रिकेट इज डुइङ भेरी गुड। क्रिकेटको सफलता भनेको हाम्रो सफलता हो। अरूको सफलतामा यदि हामीले रमाउन जान्दैन भनेदेखि त्यो व्यक्तिको पनि भविष्य उज्जवल हुँदैन र संस्थाको पनि भविष्य उज्जवल हुँदैन। क्रिकेटको एचिभमेन्ट भनेको देशको एचिभमेन्ट हो, देशको एचिभमेन्ट भनेको हाम्रो एचिभमेन्ट हो भन्ने कुरा मैले भनेको थिएँ। त्यो कुरा सन्दर्भमा के भने त्यहाँ चाहिँ बजेट अलटमेन्ट हुनैपर्छ। अर्को कुरा फेरि म भन्न चाहन्छु, आज उहाँ पढे लेखेको मन्त्री, सुन्नुहोस् है, म लोजिकली बोल्छु, बेस्ट पोइन्टमा बोल्छु। तपाईँहरू अहिले कुनै ब्याङ्कमा जानुहोस्, विभिन्न तपाईँको चाहिँ कम्पनीहरूमा जानुहोस्, र इभन इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले नेपाल भलिबल सङ्घलाई यो चाहिँ टी सर्टको चेस्टमा लोगो चाहिँ राख्यौँ हामीले। त्यो चाहिँ लोगो राख्नुको लागि इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले नेप्सेबाट स्वीकृति प्राप्त गर्नुपर्छ र नेप्सेबाट स्वीकृति प्राप्त गर्नुको लागि हाम्रो सीतारामजीहरूले कति धाउनुभयो, स्वीकृति लिनुपर्छ। त्यस्तै प्रकारले नेपालमा भएका विभिन्न कम्पनीजहरूले पनि हामीलाई के भन्छन् भने एकदमै सही कुरा भन्नुभयो, टु द पोइन्ट, यो सिएसआर अन्तर्गतमा स्पोर्ट्समा खर्च गर्नलाई बजेट छुट्याएको छैन। यदि हजुरले चाहिँ यो सिएसआर अन्तर्गतको जुन बजेट छ, ठिक छ, सिएसआर अन्तर्गत विभिन्न ठाउँमा खर्च गर्नुपर्छ, यो खेलकुदमा खर्च गर्नुको लागि पनि अझ भलिबलमा चाहिँ के स्पोन्सर यहाँले तानिदिनु भयो भनेदेखि नेपाल भलिबल सङ्घले टिम निर्माण गरेर अन्तर्राष्ट्रिय रूपमा चाहिँ टिम सहभागी गर्न सजिलो हुन्छ। त्यो मैले कुन सन्दर्भ भनेको हाम्रो फाइनल डेस्टिनेसन के, यहाँ सबै छ खेलाडीहरू, एभ्रीबडी वान्ट्स टु बी क्याप्टन, एभ्रीबडी वान्ट्स टु बी हेड कोच, एसिस्टेन्ट कोच, र हामी नेपालमा ट्रेनिङ गरेर अन्तर्राष्ट्रिय सहभागिता नखेल्ने हो भनेदेखिमा कुवाको भ्यागुत्व कुवा हामी किन ट्रेनिङ गऱ्यौँ भनेर खेलाडीले भनेर हुन्छ नि, सही कुरा हो। म पनि खेलाडी नै हो, 15 वर्षसम्म राष्ट्रिय टिमको लागि खेल्छु भनेर लागेकै मान्छे हो। ऊ भरत शाहजी यहीँ हुनुहुन्छ, 16 वर्ष टिम क्याप्टन हुनुभयो, हाम्रो गणेशजी यहीँ हुनुहुन्छ, जगदीशजी यहीँ हुनुहुन्छ, सबै उहाँहरूको चाहिँ त्यो हुन्छ। म यो कुराहरू मन्त्रीज्यूलाई चाहिँ जानकारी गराएँ। त्यो मैले किन जानकारी गराउन गएको भनेदेखि मन्त्रीज्यूको कुराले मलाई टच गर्यो। के कुराले टच गर्यो भनेदेखि 8 वर्षसम्म नेपालको राष्ट्रिय खेल घोषणा भएको खेल, राष्ट्रिय खेल भनेको राष्ट्रिय केन्द्रमा राख्ने खेल भलिबल हुँदाहुँदै सरकारको ध्यान आकर्षण भएन। अब हजुरले चाहिँ त्यो लाजिमपाटको चाहिँ जुन एक्सलेन्स सेन्टर, भलिबलको एक्सलेन्स सेन्टर लाजिमपाटमा जुन जग्गा हेर्नु भएको छ, सबैले प्रयोग गरोस्, भलिबलले चाहिँ विशेष प्रयोग गरोस्, भलिबलको कभर डल भनेर बनायोस्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसरको हाताभित्र रहेको जग्गामा विगत 8 देखि 10 वर्षसम्म नेपाल भलिबल सङ्घले कभर डल बनाइदिनु पर्यो हजुर भनेर हामी लगाएका छौँ, तर सफल हुन सकेका छैनौँ। मलाई लाग्छ भलिबल राष्ट्रिय खेल भएको हुनाले अब मन्त्रीज्यू 6 महिना मन्त्री हो कि 8 महिना मन्त्री हो, यहाँको कार्यकालमा त्यो एउटा कभर डल बनायो भने मलाई लाग्छ त्यो नेपालको चाहिँ भलिबलका चाहिँ यो खेलाडीहरूले इतिहासले यहाँलाई चाहिँ जहिले पनि सल्युट गर्दैछ भन्दै
अब खेलाडीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरिमा यु हेभ टु प्ले एज अ वान टिम। अस्ति अलिअलि बङ्गलादेशमा चाहिँ खेलाडीको बिचमा पनि सामञ्जस्यता कम भएको थियो, मैले यहाँ भन्नै पर्छ भन्ने ठाउँमा मैले भन्ने हो। हेड कोचले 6 जना खेलाडीको नाउँ भरेर बुझाइसकेपछि कुनै खेलाडीले मेरो यहाँ दुख्यो भन्दाखेरि म हेड कोचलाई के भन्न चाहन्छु, त्यो खेलाडीलाई निकालिदिनुहोस्, राष्ट्रको लागि खेल्नु पर्यो। हस् म अलिकति काम सुरु गर्छु। हस् थ्याङ्क यू। हेड कोच इज द एभ्रिथिङ अफ द टिम। आज बहुत दुःख गरेर कुमार राई सरले बहुत दुःख गरेर यस्तो हेड कोच जो नेपालको राष्ट्रिय टिमको अन्डर 19 को हेड कोच मात्रै होइन, नेपाल भलिबल संघको केन्द्रीय सदस्य पनि हो। यस्तो केन्द्रीय सदस्य जसले यो टिम पठाउनको लागि। थ्याङ्क यू भेरी मच। हस् हस् थ्याङ्क यू। गरेर उहाँले यो टिमको लागि 7 लाख रुपियाँको स्पोन्सरसिप खोज्नु भएको छ। प्रशिक्षकको काम के हो? प्रशिक्षकको काम भनेको टिमलाई जिताउने, टिमलाई ट्रेनिङ गराउने हैन, टिमको प्रशिक्षणमा ध्यान दिने हो। तर म नेपाल भलिबल संघको अध्यक्ष हो, मैले के पनि गर्न जस्तो लागेन मलाई। वी आर डुइङ नथिङ। त्यो किन भन्दाखेरि एउटा टिम प्रशिक्षकले राष्ट्रिय टिमलाई वैदेशिक इन्टरनेसनल टुर्नामेन्टमा चाहिँ टिम पठाउनुपर्छ भनेर 7 लाखको स्पोन्सरसिप खोज्नुभयो। उहाँ चाहिँ भलिबल संघको चाहिँ तपाईँको केन्द्रीय सदस्य एउटा एकाडेमी चलाइराख्नु भएको छ। उहाँको जति प्रशंसा गरे पनि यो पुग्दैन। कृपया उहाँको लागि ताली बजाइदिनुहोस् फेरि। यसरी नेपालको भलिबल चलिरहेछ। मैले यो कुरा चाहिँ मन्त्रीज्यूलाई यो कुरा जानकारी गराउन चाहिरहेको थिएँ। किनभने तपाईँ कुनै कुराको डेप्थमा गएर अध्ययन गर्नु हुँदैन, कोरमा गएर अध्ययन गर्नु हुँदैन भन्दाखेरिमा त्यहाँ चाहिँ काम गर्ने मान्छेको अवमूल्यन हुन्छ भन्दाखेरिमा त्यो संस्था पनि बन्दैन, त्यो देश पनि बन्दैन। मैले बारम्बार भनिरहेको छु। त्यसकारण आजको जुन भलिबलको जुन कायापलट भएको छ, जुन चेन्ज भएको छ, जुन हामी प्रोग्रेसिभ अर्डरमा काम गरिरहेछौँ, हाम्रो चाहिँ सङ्घको साथीहरू जुन सदस्यको भूमिका मात्रै काम गरिरहेको छैन, टिम व्यवस्थापनको काम गरेछ, प्रायोजकको पनि काम गरिरहेछ, कोचको पनि काम गरिरहेछ, भेन्यूको पनि म्यानेजमेन्ट काम गरिरहेछ। यो सबै कुराहरूलाई मिलाइदिएको हुनाले आज हामी सफल भइरहेछौँ र हाम्रो अन्डर 19 को टिम चाहिँ तपाईँको चाहिँ श्रीलङ्का खेल्न जाँदैछ। मलाई के लाग्छ भन्दाखेरि लास्ट इयरको इतिहासलाई फेरि कुमार सरको टिमले चाहिँ ब्रेक गरेर नयाँ इतिहास रचेर आउँदैछ। अब आइटिनरीको कुरा र आइटिनरीको कुरा मैले मन्त्रीज्यूलाई अघि सोद्धाखेरि यही क्लियर पार्ने हो। नेपाल भलिबल संघले हाम्रो टिम चाहिँ भोलि प्रस्थान गर्छ। लोकल हस्पिटालिटी श्रीलङ्का भलिबल फेडरेसनले मिलाएको छ। एयरपोर्टमा श्रीलङ्का भलिबल फेडरेसनले रिसिभ गर्ने हो र सबै त्यो आइटिनरी जुन छ हामीले व्यवस्थापकज्यूलाई थाहा छ, हेड कोचलाई थाहा छ र हाम्रो चाहिँ कोच सन्तोषजीलाई थाहा छ। त्यो आइटिनरी सबै हामीले दिइसकेका छौँ र त्यो आइटिनरी अनुसारले उहाँले अगाडि बढ्नुहुन्छ। अन्तर्राष्ट्रिय टिम, नेसनल टिम, अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेल्दाखेरि स्केड्युलहरू इन्टरनेसनल रूपमा चाहिँ होस्ट कन्ट्रीले दिन्छ र यो कुराहरू सबै उहाँहरूले हामीले दिइसकेका छौँ र मलाई लाग्छ त्यो आइटिनरीलाई एक्युरेट रूपमा उहाँहरूले युज गर्नुहुनेछ र हेर्नुहुनेछ र इम्प्लिमेन्ट गर्नुहुनेछ भन्छु। अन्तमा आज यो टिम निर्माणमा, यो टिम पठाउनुमा फेरि पनि प्रायोजकहरूको नै ठुलो हात हुन्छ। यदि प्रायोजक छैनन् भन्दाखेरि मलाई लाग्छ भलिबल नै छैन। राइट? हामीले चाहिँ लोगो चाहिँ स्पोन्सरसिपको लागि वी नियरली केप्ट 30 days, तर हामीसँग स्पोन्सर आएको थिएन। तर कहिलेकाहीँ स्पोन्सरसिप भनेको पब्लिक रिलेसन पिआरले गर्दाखेरि पनि हुन्छ। हाम्रो इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडसँग हामीले कुरा गर्दै जाँदाखेरि भलिबल नेपालको राष्ट्रिय खेल हो, हिमाल पहाड तराईमा खेलिने खेल हो, यो खेललाई जगेर्ना गर्नुपर्छ र राष्ट्रिय खेल भनेको सम्पूर्ण खेलहरूको चाहिँ एउटा सिम्बलाइज गर्ने खेल भएको हुनाले हामी पनि गाउँघरबाट भलिबलै खेलेर आएको भनेर सरले चाहिँ टिम स्पोन्सरसिप यो चाहिँ जर्सी स्पोन्सरसिपमा लोगो राखिदिनु भयो। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र उहाँहरूको यो सहयोगले गर्दाखेरि आज हाम्रो टिम चाहिँ केही नभए पनि श्रीलङ्का जानु हामीलाई सहयोग पुगेको छ र भलिबलको विकासको लागि अब हामीले चाहिँ छिट्टै नै नेपाल भलिबल संघले एज ग्रुपको लेभलको टुर्नामेन्ट जुन आयोजना गर्नुपर्छ र यसको लागि नेपाल भलिबल संघले छिट्टै नै वुमेन्स र मेन्सको कुनै प्रायोजकलाई खोजेर हुन्छ कि अथवा संघले गभर्मेन्टबाट केही रिसोर्स जुटाएर हुन्छ कि हामी यो सबै जुटाएर अब सिनियर लेभललाई पनि सँगसँगै लाने। तर वी आर बिङ मोर सिरियस
अन द जुनियर लेभल भन्ने कुरा म तपाईँलाई भन्न चाहन्छु।